Hi everyone, once again welcome back to my vlog again. आजको दिन तपाईहरुको एकदमै राम्रो भएर गएको होस् अनि तपाईहरु सबैजना सन्चै सुबिस्ता हुनुहुन्छ होला भनिकिन आशा गर्दै आज चाहिँ हाम्रो अफिसमा चाहिँ प्री दिवाली सेलिब्रेसन छ नि त हैन अनि भोलि दिनको चाहिँ हाम्रो अफिस छुट्टी छ। त्यही भएर चाहिँ आज चाहिँ मैले चाहिँ हेर्नुस् न साथीहरु कुर्ता लगाएर आएको छु अनि मलाई चाहिँ एकदमै बेसी गरम भइरहेको छ अनि मेकअप गरेको पनि जानु आँटिसकिसक्यो बिकज मेरोमा चाहिँ मेकअप फिक्सर छैन नि त हैन। तर पनि म चाहिँ यहाँनिर अफिसभित्र एसी खोलेर बसिरहेको छु। साथसाथमा आज चाहिँ हाम्रो सृजना दिदीको पनि ह्यापी बर्थडे हो अनि त्यसको लागि चाहिँ हामीले सानो सरप्राइज प्लान गरेको छौँ। तपाईहरुलाई देखाउने छु। कीप वाचिङ बाइ। यहाँ चाहिँ हाम्रो सेलिब्रिटीहरु पनि राम्रो भइरहेको छ। हेलो यहाँ पनि राम्रो भइरहेको छ। उता पनि राम्रो भइरहेको रहेछ। 10 बजी बोलाएर चाहिँ 11 बज्दा आइसक्यो। निन्दाले चाहिँ मुना आइसक्यो है। म चाहिँ दिदी पनि राम्रो भएर आउनु भएको छ। पिङ्की 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 यता करिना पनि आफ्नो मङ्गल ड्रेसमा राम्रै देखिरहेको छ। तर पर्खेकोले चाहिँ अल्छी भइसकिसक्यो है मलाई चाहिँ। दिना बहिनी पनि राम्रै भएर आएछ मङ्गल ड्रेसमा एकदम ब्युटिफुल देखिन्छ। अन्त परिहरू सबैजना राम्रै भइरहेछ। हामीले चाहिँ होइन अब सानो सरप्राइज प्लान गरेको छौँ र सृजना दिदीको लागि। अनि त्यसको लागि चाहिँ हामी यहाँ गरममा पर्खिरहेको छौँ हो। अन्त तपाईँहरूलाई देखाउँछु हामी सरप्राइज कीप वाचिङ। फर्स्ट अफ अल चाहिँ आई वान्ट टु विश यु अ भेरी ह्याप्पी बर्थडे एन्ड यु लुकिङ भेरी ब्युटिफुल गर्जियस। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, happy birthday. So this is a small surprise for our sweet didi. It's a cake. Oh, this is customized cake. La, are you crying? Oh my, Nito. La, Rumio, I'm on an asaya ni. मलाई आशा नि अब र गाजरहरू जान्छ हाम्रो नानाको फेभरेट हो हैन मेरो मेकअप गयो। दिस इज द खुसीको आँसु भन्नु न अन्त। खुसीको आँसु थ्यांक यू छोड न Happy birthday to you. Happy birthday to you. Happy birthday dear Srizana Di. Happy birthday to you. हाम्रो चाहिँ हैन अफिस आउने चाहिँ मेन उद्देश्य चाहिँ यही थियो। खासमा चाहिँ हामीलाई त्यस्तो साह्रो तर हामीलाई यो सरप्राइज हाम्रो सक्सेसफुल भयो एन्ड थ्यांक यू फर वाचिङ। बाइ।